नमस्कार साथीहरू, स्वागत छ आजको आत्मशक्ति यात्रामा। आज हामी कुरा गर्दैछौँ एउटा यति गहिरो शक्तिबारे जुन तपाईभित्र छ, तर तपाईले सायद अझै महसुस गर्नु भइसकेको छैन। त्यो शक्ति हो डरलाई जित्ने साहस। साँच्चै भन्नुहोस् त, कतिपटक तपाईको मनले ठुलो सपना देख्यो तर तपाईले त्यो सपना धाती राख्नुभयो। किनभने डर लाग्यो। डर असफलताको, अरूको के भन्लान् भन्ने, परिवर्तनको वा कहिलेकाहीँ आफ्नै सफलता पनि। तर के तपाईलाई थाहा छ, सफलता भनेको सधैँ डरको अर्को छेउमा हुन्छ। एकजना युवक थिए, उनी लेखक बन्न चाहन्थे। उहाँको मनमा शब्दहरूको सागर थियो, तर हातले कहिले कागज छोएन। किनभने डर थियो, यदि कसैले पढेनन् भने, यदि आलोचना गरेनन् भने, यदि म असफल भएँ भने। तर एक दिन उनले आफूलाई सोधे, म डरको कारण बनाउँछु कि एकपटक प्रयास गरेर बाँच्छु। त्यो दिन उनले निर्णय गरे, लेख्न थाले। गल्ती भयो भने, आलोचना भयो भने, तर डरको क्रम हराउँदै गयो, आत्मविश्वास बढ्दै गयो। आज उनी सफल लेखक छन्, कारण के? उनी डरमाथि निर्णय गर्न तयार भए। डर कहिले पूर्ण रूपमा हराउँदैन, तर तपाईँ डर हराउँदै निर्णय गर्न सक्नुहुन्छ। साहस भन्नु नै हो, डर हराउँदै पनि अघि बढ्नु। जब तपाईँ डरको सामना गर्नुहुन्छ, त्यही दिन तपाईँ आफ्नो जीवनको नायक बन्नुहुन्छ। जसरी भागवत गीतामा कृष्णले अर्जुनलाई सम्झाए, डर होइन अर्जुन, धर्मअनुसार कर्म गर। हामी पनि हाम्रो जीवनको कुछ क्षेत्रमा उभिएका छौँ, तर निर्णय हाम्रो हातमा छ, डरसँग हार्ने कि आत्मशक्तिसित जित्ने। आज एक निर्णय लिनुहोस्, डरको अगाडि हो भन्ने छोडिदिनुहोस्। त्यस बेलादेखि देख्नुहुनेछ तपाईभित्र लुकेको शक्ति, आत्मशक्ति उजागर हुँदैछ। यदि तपाईलाई यो सन्देश मन परेमा लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। हामीसँग रहिरहनुहोस्। हामी फेरि अर्को भिडियो तपाईहरुको सामु लिएर आउनेछौँ। धन्यवाद।